0.5 मा एचडी क्वालिटीमा गराएको छ के भिडियो त्यही भएर हो के फोटो पनि एचडी क्वालिटीमा गरेको त अप्सनै आएन के हैन यो भ्लग बनाउनलाई यसरी समात्छ नि कि यसरी समात्दैन हैन अनि यसरी घुमाएर यसरी देखाउँछ नि हैन यसरी हो कि कसरी हो कि मलाई कस्तो आएन कि यस्तै गरेर हुन्छ के अरे अगाडिकाले फोकस गर्दिनँ राम्रो निकाल्दिनँ त्यही भएर यिनीहरूको हाइट रूप रङ्गै फरक के कताबाट निस्किने जलाउने बेला पराल पनि राख्छ नि यतैबाट बाटो मन्दिरतिर जाने कि नै जाने हो जाम फेरि यताबाट त निस्किने बाटो हुन्छ मैले युट्युबमा हालिदिन्छु जानु न तपाईँ मैले अब त्यस्तो बोल्नु हल्का अब अगाडि हिँड्नु होइन के छ यस्तै हो होइन हेलो हाई त्यो यस्तो गर्ने कि अब जस्तै हामी अहिले बोल्ने नि सामान्य यस्तै बोल्दै बोल्दै जानु होइन पछिबाट अब हल्का हल्का भिडियो बनाउनु यस्तै बोल्दा बोल्दै बाइन लाग्छ के बिजुलीवाला हो के बिजुलीवाला चलाउने खै अब यता कल त पशुपतिनाथतिर आएको यसो घुमघामको लागि गाइज हेरिराखौँ कस्तो छ के छ काठमाडौँमा चाहिँ धेरैजना अब नेपाली सेलिब्रिटीहरूको लास चाहिँ जलाउनुहुन्छ कि मेन गरेर होइन यस्तो तरिकाले बोल्ने सुरुमा त के हुने रहेछ नि गाह्रो हुने रहेछ नि त भिडियो बनाउँदाखेरि दिमागमा केही नै आउन बोल्दा बोल्दै बानी लाग्छ कि फेरि तिनीहरूलाई अब भिडियो आफ्नै के अरे फोन मोबाइल भएपछि आफ्नै साथी भए जस्तो हुन्छ कि हेलो त्यो पनि हो कि अब हामीलाई अब टिको लाउनु भाइ बहिनीहरू भन्छ नि नानी बाबु टिको लाउनु भन्छ नि होइन जस्तै अब विदेश आयो नि हेलो अब बोल्न नजाने नि टिको लाउनुहोस् भनेर भन्न नजाने नि हेलो भनेर मात्र पनि बोल्नु जाने होइन भिडियो चाहिँ खतरा आउनु छ कि अहिले भिडियोलाई चाहिँ मैले मान्छु यसको ऊ त यो पनि हो यसलाई पनि देखाउन त जानु न मामा उता जानु मिनु यसोको अब स्क्रिनसट हानिदिउँला 15 सेकेन्ड बस्दै रह